So yes, ladies and gentlemen, हामीले थर्ड प्राइज र सेकेन्ड प्राइज गिभ अवे गरिसकेका छौँ। उहाँहरूले रिसिभ गरेर पनि हाँसी हाँसी गइसक्नुभयो आफ्नो घर र अहिलेको पालो भएको छ द बम्पर प्राइज द्याट यु क्यान सी इन द ब्याकग्राउन्ड। म अहिले मिनी इभी कारसँग छु, सेरेसको मिनी इभी कार, र यो कार हाम्रो विजेताले पाउँदै हुनुहुन्छ, जुन चाहिँ लकी ड्र मार्फत लट्टे चकपाएको बक्समा क्युआर कोड हुन्छ त्यो स्क्यान गरेर उहाँले लकी ड्रमा पार्टिसिपेट गर्नुभएको थियो र हाम्रो 31 अक्टोबरमा भएको लकी ड्र मार्फत विनर हुनुभएको छ। र उहाँलाई म निम्त्याउन चाहन्छु, उहाँ हुनुहुन्छ राजेन्द्र बचकाईज्यू, उहाँ चाहिँ कालिका किराना स्टोरबाट हुनुहुन्छ। वेलकम हजुरलाई र कङ्ग्रेचुलेसन्स, धन्यवाद। एकदमै धेरै धेरै बधाई छ, यस्तो दामी इभी कार पाउनु भएको छ। कतिको खुसी हुनुहुन्छ? म त एकदम धेरै खुसी, एकदमै धेरै खुसी। यो त मेरो ड्रिम थियो गाडी चढ्ने भन्ने, तर मेहनतले नभए पनि कहिलेकाहीँ लगले साथ दिँदो रहेछ। लग चाहिँ फेरि मेरो चोकोपाईबाट भयो चाहिँ, यो मेरो सपना पुरा गर्ने चाहिँ चोकोपाईले पुरा गरिदिएको छ। धन्यवाद चोकोपाईलाई। यस, लट्टे चोकोपाईलाई धन्यवाद छ, यस्तो लकी ड्र एउटा स्किम ल्याइदिनु भयो, क्याम्पेन चलाइदिनु भयो होइन। सो हजुरको चाहिँ प्रोसेस कस्तो थियो र ठ्याक्कै त्यो दिन जब तपाईँलाई कल आयो नि, लाइभ हुँदै गर्दाखेरि कल आएको थियो, सो हजुरले रिसिभ गर्नुभएको थियो या कसले गर्नु? मैले नै रिसिभ गरेको थिएँ। मलाई चाहिँ फर्स्टमा चाहिँ फोन आउँदाखेरि चाहिँ यो लकी ड्रबाट गाडी कार परेको छ भन्नुभएको थियो। म त बिलिभै गरेको थिइनँ, मैले फोन रेकर्डमा पनि भनेको थिएँ। मलाई त मलाई यो त कति जोक गरेर भाइ कसैले भन्ने जस्तो लाग्यो। पछि मैले गएर लोटे चोकोपाई नेपालको पेजमा हेर्दा, लोटे चोकोको पेजमा हेर्दाखेरि चाहिँ अनि त्यहाँ चाहिँ लकी ड्रबाट मेरो पसलको नाम राखेको थियो मेरो आइडीमा, अनि मेरो नम्बरमा चाहिँ स्क्यानबाट चाहिँ परेको रहेछ। अनि पछि मलाई कन्फर्म भयो, मलाई चाहिँ गाडी फर्स्ट प्राइज चाहिँ मै नै रहेछ विनर भनेर चाहिँ। सो त्यो दिन ठ्याक्कै त्यही दिनमा चाहिँ तपाईँ कहाँ हुनुहुन्थ्यो अनि फ्यामिली मेम्बर्स को हुनुहुन्थ्यो, तपाईँले कसलाई फर्स्टमा सुनाउनु भयो यो कुरा? त्यो दिनमा चाहिँ म पसलमै थिएँ र यो लकी ड्र भइरहेको रहेछ। अनि त्यसपछि म चाहिँ यो मलाई चाहिँ फर्स्ट प्राइज परेको रहेछ। म त्यति बेला पसलमै थिएँ, अनि लकी ड्रबाट चाहिँ फोन गर्नुभएको थियो मलाई, अनि म चाहिँ साथीहरूसँग थिएँ। अनि सुरुमा चाहिँ मलाई बिलिभै भएन कि गाडी परेछ भनेर। पछि म कन्फर्म भयो, त्यस पछाडि मैले साथीहरूलाई सुनाइदिएँ, अनि सबैजना एकछिन त सक नै भयो त्यहाँनिर गाडी परेछ भनेर। आई गेस तपाईँको यो लकी ड्रमा पार्टिसिपेट गर्नको लागि हेल्प गर्ने मान्छे अरू कोही हुनुहुन्थ्यो? त्यो त मेरो वाइफले गर्नुभएको हो त्यो चाहिँ। अनि हजुरले फर्स्ट त उहाँलाई सुनाउनु पर्यो? उहाँलाई चाहिँ मैले फेरि पसलबाट गएर तुरुन्तै सुनाइहालेँ। उसले पनि पहिला त बिलिभ गरेको थिएन। मैले उसलाई अनि मेरो भइस अनि त्यहाँ परेको लकी ड्रको मेरो नाम देखाएपछि चाहिँ अनि उसलाई पनि बिलिभ भयो। उहाँलाई किन ल्याउनु भएन यहाँ? आज मैले ल्याउने चाहिँ भनेको हो, लिएरै यो गाडीको चाबी चाहिँ फर्स्टमा उसलाई नै बुझाउँछु भनेर सोचेको थिएँ, किनभने उसकै लगले मलाई गाडी आज मेरो ड्रिम चाहिँ पुरा गरिदिएको छ। अनि आज तर अब अलिकति सन्चो नभएर अनि मैले उसलाई लिएर आउन नसकेको भएर एकचोटि चाहिँ उहाँलाई पनि क्यामेरामा हेरेर धन्यवाद भनिदिनुहोस् त। थ्याङ्क यू। मेरो वाइफलाई चाहिँ मैले सपना बच्चादेखि देखेको सपना चाहिँ उसको लकले चाहिँ मलाई फेभर गरेर आज म लकी ड्रबाट चाहिँ गाडी पनि जितेको छु मैले चोकोपाईबाट चाहिँ। धन्यवाद चोकोपाईलाई पनि। यो अपर्च्युनिटी हामी जस्तोलाई नर्मल मान्छेहरूको लागि पनि एउटा गाडी चढ्न सकिन्छ भन्ने कुरा चाहिँ चोकोपाईले पनि अब के अरे रियालिटीमै गरेको छ। यसको लागि चाहिँ धन्यवाद सबै चोकोपाई कम्पनी, चोकोपाई डिस्ट्रिब्युटरहरूलाई, सबैजनाहरूलाई चाहिँ म एकदम मनैदेखि धन्यवाद भन्न चाहन्छु। अनि मेरो फर्स्ट एकदम धेरै म चाहिँ मेरो वाइफलाई चाहिँ धन्यवाद, तिमी मेरो लाइफमा आएर मलाई गाडी पनि चढाइदियो तिमीले। थ्याङ्क यू भेरी मच। नाइस नाइस। सो अहिलेसम्म तपाईँले गाडी चाहिँ तपाईँको फर्स्ट हो यो? हजुर। अहिलेसम्म हजुरले प्लान चाहिँ थियो कि थिएन म गाडी किन्छु या हेर्न जानु भएको थिएन? नै, प्लान पनि छ, मैले लाइसेन्स पनि निकालेको, म फुल प्रिपेयर थिएँ। तर मेहनतले सक्सेस हुँदैन हाम्रो अहिले। अब हाम्रो देश जस्तो हाम्रो देशको उसमा कन्टेक्स्टमा हेर्दा चाहिँ गाडी चढ्ने भने अलि परकै कुरा हुन्छ नि त, अलिक धेरै मेहनत लाग्छ। तर जहाँ मेहनतले कहिलेकाहीँ साथ नदिँदाखेरि लगले साथ दिन्छ क्या। अनि त्यो चाहिँ लक बाई चान्स मैले चाहिँ आज गाडी पाएँ। हजुरको चाहिँ बिजनेस छ? मेरो पसल छ, किराना पसल, त्यही मार्फत हजुरले कतिवटा स्क्यान गर्नुभयो? स्क्यान चाहिँ मैले पसलको चाहिँ आएको चोकोपाई चाहिँ मैले कस्टमरलाई दिनुपर्छ, मैले स्क्यान गर्न मिल्दैन। त्यो चाहिँ मेरो वाइफले किनेर घर लगेको स्क्यान उसले खाना लाँदाखेरि मेरो आइडीबाट चाहिँ उसले स्क्यान गरे हो कि। उसले 3टा जति स्क्यान गरे होला। ती 2-3टा त्यस्तै, मैले पनि त्यति ठ्याक्कै भन्न सक्दिनँ। लकी। सो त्यो स्क्यान गरेर योमा पार्टिसिपेट गर्नुभयो। हजुरको बिजनेस पनि छ? पहिलेदेखि तपाईँहरूको बिजनेस थियो? हजुर यही बिजनेसमै आबद्ध हुनुहुन्छ? नै, म अलिक पछि हो। म पहिला बाहिर थिएँ, बाहिर उता बसेर अनि नेपालमै केही गर्छु भनेर चाहिँ आएर सानोतिनो म पसल व्यवसाय पनि गर्छु। अनि त्यही मार्फत म काम गरिरहेको थिएँ। कति वर्ष बस्नुभयो बाहिर? कहिले फर्किनु भयो? म 2014 मा गएको, 2017 मा फर्केको हो। अनि त्यस पछाडि चाहिँ म आएर अनि यसै के गरौँ भनेर सोचिरहेको थिएँ। अनि पछि यदि इमर्जेन्सीमा अब के गर्ने त भन्दाखेरि म पसल गरौँ न त भनेर अनि आफूलाई टिकाउनलाई, यो सहरमा टिकाउनलाई चाहिँ मैले पसल चाहिँ
आफूलाई चाहिँ टिक्ने बाटो चाहिँ गरेर आयो त्यो चाहिँ। भनेपछि हजुरको ओरिजिन कता हो त? मेरो ओरिजिन चाहिँ चितवन हो। चितवन, हजुर। चितवनबाट काठमाडौँ अहिले यहाँ चाहिँ टेम्परेरीली तर हाम्रो म चाहिँ जन्मेको चितवन हो, मेरो फेरि पुर्खाहरू चाहिँ गोर्खा। ओ नाइस, गोर्खाको हुनुहुन्छ हजुर। ओके, सो यो कारकै कुरा गरौँ है त। मिनी इभी कार छ सेरेसको। यो कारको फर्स्ट ड्राइभ भनौँ न, अहिले त हजुर फर्स्ट ड्राइभ त अब घर जानुहुन्छ होला, त्यस पश्चात तपाईँको प्लान के छ? अब कहाँ जाने यो गाडी लिएर? यो गाडी लिएर चाहिँ यो के अरे काठमाडौँ सिटीहरू त्यो मेन रिङ रोड सब घुमाउँछु मेरो वाइफलाई राखेर। नाइस, अहिले नै इमिडिएट हो? इमिडिएट नभनौँ, अब भोलि आज त लेट भइसक्यो। ओके, ठिकै छ, हजुरको वाइफलाई लिएर घुम्न जानु होला। र लङ टर्ममा भनौँ हजुरले कसरी प्लान गर्नु भएको छ त? यो गाडी आफूले चलाउँछु या वाइफलाई चलाउन दिन्छु या आफ्नो पसलमा पनि हेल्प हुन्छ भन्ने तरिकाले? यो त अब यो गाडी नै भइसकेपछि त सबैको लागि हेल्पफुल हुन्छ नि त, पसलको लागि पनि भयो, मलाई पनि भयो। अब हाम्रो फेरि अब बेबी पनि आउँदैछ, उसलाई पनि हुन्छ यो, त्यही भएर सबैलाई हुने भयो गाडी। पर्फेक्ट टाइममा चाहिँ हजुरले यो गिफ्ट पाउनु भयो, एकदम सही टाइममा पाएको छु। सो हजुरलाई धेरै धेरै बधाई छ। अब हजुरलाई ढिला नगरिकन यसको चाबी पनि दिइहाल्नु पर्ला होइन त? ओके, चाबी हस्तान्तरण हाम्रो अब कि ह्यान्डओभरको लागि चाहिँ म अब यहाँ स्टेजमा निम्त्याउन चाहन्छु फेरि पनि आदित्य सरलाई। आदित्य प्रधानाङ्ग सर हुनुहुन्छ, उहाँ विजय इन्टरनेसनल जुन चाहिँ लट्टे चोकोपाईको अफिसियल इम्पोर्टर हो त्यस कम्पनीको COO चिफ अपरेटिङ अफिसर हुनुहुन्छ, उहाँ आइसक्नु भएको छ। त्यससँगै म निम्त्याउन चाहन्छु अरुण गुप्ता सरलाई, उहाँ कन्ट्री हेड हुनुहुन्छ लट्टे चोकोपाईको। वेलकम सर। र त्यसै गरी म निम्त्याउन चाहन्छु बर्ज GC सरलाई, उहाँ डिरेक्टर हुनुहुन्छ BJ इन्टरनेसनलबाट, उहाँलाई पनि म निम्त्याउन चाहन्छु। र हाम्रो तीनजना सरहरूबाट अब कि ह्यान्डओभर हुँदैछ, सबैजनाले ताली बजाएर साथ दिइदिनु हुन अनुरोध गर्न चाहन्छु। अलराइट, सो यस, द मोमेन्ट इज हियर, वी आर ह्यान्डिङ ओभर द डमी की। फर्स्टमा चाहिँ अहिले बर्ज GC सर, उहाँ डिरेक्टर हुनुहुन्छ BJ इन्टरनेसनलबाट, उहाँले विनरलाई अहिले डमी की ह्यान्डओभर गर्दै हुनुहुन्छ। कङ्ग्रेचुलेसन। लट्टे चोकोपाई सहितको गिफ्ट ह्याम्पर अहिले हस्तान्तरण गर्दै हुनुहुन्छ हाम्रो विनरलाई, द ब्याग विथ लट्टे चोकोपाई। म तपाईँलाई हेल्प गर्छु यो की। यसैसँगै अब आदित्य सरले चाहिँ ओरिजिनल की पनि ह्यान्डओभर गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। एकदमै क्युट की रहेको छ। यो रहेको छ तपाईँको सेरेस मिनी इभीको चाबी। थ्याङ्क यू सर। तपाईँलाई लोटे चोकोपाईमा परेको। हस्, धन्यवाद। कस्तो गाडी जस्तै यो की पनि एकदम क्युट रहेछ के। धन्यवाद, कङ्ग्रेचुलेसन। र साथसाथै यो जुन पेपरको मार्फतबाट हजुरले जित्न सफल हुनुभएको थियो, ल यो पनि हजुरलाई नै ह्यान्डओभर गर्छौँ हामी। ल यो चाहिँ हजुरको लकी चिट। नाम एकदम लकी छ। द लकी चिट। एक्चुअली फेरि सबैले ताली बजाइदिनु होला हाम्रो विनरको लागि। सो सेरेस मिनी इभी उहाँले अब घर लाँदै हुनुहुन्छ विथ द ओरिजिनल की। थ्याङ्क यू सो मच सबैजनालाई, अरुण सर, बर्ज सर लगायत आदित्य सर, तिनैजनालाई धन्यवाद भन्न चाहन्छु। कङ्ग्रेचुलेसन्स। थ्याङ्क यू सबैजनालाई। कङ्ग्रेचुलेसन्स वान मोर टाइम। तपाईँले चाबी पनि पाइसक्नुभयो। विनर हुनुहुन्छ हाम्रो लकी ड्रको लट्टे चोकोपाईले हजुरलाई मिनी इभी पारिदिएको छ। हजुरले चाबी पनि पाइसक्नुभयो। अब हजुरले एकचोटि चाबी पाइसकेपछि त गाडीभित्र छिर्नु पनि पर्यो होइन, चढ्नु पनि पर्यो, अलिकति स्पेस चाहिँ कम छ। सो यस, सो आवर विनर राजेन्द्रजी, उहाँ चाहिँ फर्स्ट टाइम गाडी चढ्दै हुनुहुन्छ। आई मिन दिस गाडी है, फेरि हिज ओन मिनी इभी, सेरेसको मिनी इभी। So yes, ladies and gentlemen, with that we have come to the end of this distribution program today. हाम्रो तीनजना लकी विनर्सहरू, फर्स्ट, सेकेन्ड, थर्ड, द्याट इज थर्डले आइफोन जित्नु भएको थियो, सेकेन्डले यामाहाको रेजर R125 स्कुटर जित्नु भएको थियो भने फर्स्ट गिफ्ट त्यो भनेको ग्रान्ड प्राइज चाहिँ हाम्रो सेरेसको मिनी इभी कार थियो फर्स्ट प्राइज, र बम्पर प्राइज पनि लिएर गइसक्नु भएको छ हाम्रो विनरले एकदमै खुसीका साथ। र यसैसँगै आज हाम्रो यो प्रोग्राम सकिसकेको छ। प्लिज डु नट फर्गेट टु गेट इन्टु द लकी ड्र। अझै पनि हाम्रो लकी ड्र हुँदै गर्नेछ र यस्तै गरी हामीले अन्य विजेताहरूलाई पनि आगामी दिनमा यसै 3वटा प्राइजेसहरू डिस्ट्रिब्युट गर्नेछौँ। सो म प्रोसेस पनि एकचोटि यो भनिदिन चाहन्छु। दिस इज द
लटे चकपाईको यो बक्स र यस बक्सभित्र तपाईँले यसरी क्युआर कोड पाउन सक्नुहुन्छ र यो क्युआर कोड चाहिँ तपाईँले खल्ती एपबाट स्क्यान गर्नुपर्ने हुन्छ और इफ यु डोन्ट ह्याभ स्मार्टफोन क्युआर कोड स्क्यान गर्न मिल्दैन भने चाहिँ यहाँ तल एउटा कोड पनि छ नम्बर छ सो यो नम्बरलाई चाहिँ तपाईँले 34001 मा सेन्ड गर्न सक्नुहुन्छ 34001 मा यसलाई पठाउने तरिका भनेको CH स्पेस त्यसपश्चात यो नम्बर लेखेर पठाउनु होला सो one more time I'll tell you CH स्पेस त्यसपछि यो नम्बर डायल गर्नु होला त्यसपछि यसलाई पठाउनु होला टाइप गर्नु होला त्यसपछि पठाउनु होला 34001 मा सो थ्रु दैट यु विल गेट इन्टु द लकी ड्र अनि के थाहा अर्को लकी विनर तपाई नै हुन सक्नुहुनेछ सो टिल देन बी विथ अस बी विथ लटे चकपाई बाय बाय थ्यांक यू फर वाचिङ